नमस्कार, कान्तिपुर समाचारमा पुनः स्वागत छ। म हिमाल नेउपाने। उद्योग वाणिज्य महासंघको चुनावी दौड उत्कर्षमा छ। अध्यक्ष पदका उम्मेद्वारहरू, पदाधिकारीहरू सहितको प्यानल लिएर चुनावमा उत्रेकाले महासंघका अन्य पदका उम्मेद्वारहरू झण्डै ओझेलमा परेका छन्। तर विभिन्न क्षेत्रबाट महासंघमा प्रतिनिधित्व गर्नेहरूले आफ्ना क्षेत्रका व्यावसायिक समस्या समाधानका लागि सार्ने अवधारणा त्यत्तिकै महत्त्वपूर्ण छ। आज हामी महासंघको चुनावमा एसोसिएट तर्फका उम्मेद्वार ओमराज भण्डारीसँग यही विषयमा कुरा गर्छौं। कान्तिपुर स्टुडियोमा यहाँलाई स्वागत छ। धन्यवाद, नमस्ते। जसरी अहिले महासंघको चुनाव अन्तिम तर्फमा छ, प्रचार प्रसारका लागि एकदम दौड चलिरहेछ। तपाई एसोसिएट तर्फबाट हुनुहुन्छ। जसरी अध्यक्षहरूको प्यानल अगाडि आउँदा तपाईहरुका मुद्दा तपाईहरु कहाँ हुनुहुन्छ? अब अहिले समय परिवर्तनशील छ। हिजोको अवस्था र आजको अवस्थामा धेरै नै चेन्ज भइसकेको छ। त्यसले गर्दाखेरि अहिलेको एउटा माग भनेको सेक्टोरियल रिप्रेजेन्टेसन्सको कुरा चाहिँ एकदमै महत्त्वपूर्ण छ। जस्तो हामी ल्यान्ड एन्ड हाउसिङ एसोसिएसन्सको तर्फबाट भन्ने हो भनेदेखि म त्यहाँको तृतीय उपाध्यक्ष र हामीले अहिले विगतको 2 वर्षमा जे जति मुद्दाहरू हाम्रो थियो त्यो कुराहरू हामीले आवाज उठाउँदै आएको थिए र त्यसमा हामीले एफएनसीसीआईमा पनि हाम्रो जति पनि कुराहरू उहाँहरू समक्ष राख्दाखेरि चाहिँ उहाँहरूबाट साथ नपाएको होइन। तर कुरा के भन्दाखेरि चाहिँ त्यो सेक्टरको रिप्रेजेन्टेसन्स नभएको कारणले गर्दाखेरि त्यसलाई क्रमबद्ध रूपमा कसरी प्रस्तुत गर्ने र त्यसलाई चाहिँ इस्युलाई एन्ड कसरीसम्म जाने र कुन निकायमा कसरी ह्यामरिङ गर्ने यो विषयहरू चाहिँ भइरहेको अवस्था छैन। त्यसैले गर्दाखेरि हामीले यो सेक्टरको मान्छे नै त्यहाँ पुग्दाखेरि त्यसलाई चाहिँ हाम्रो जति पनि आफ्नो प्रब्लम्सहरू छ त्यो एड्रेस होस् भनेर सेक्टोरल रिप्रेजेन्टेसन हामीले खोजेको हो। तर यसमा धेरै जसो जसले त्यहाँ चुनाव जित्छ अध्यक्षमा या चुनावी दौडमा उनीहरू हुन्छन्, खाली राष्ट्रिय एजेन्डाहरूलाई उनीहरूले अगाडि सार्दिन्छन्। जस्तो अहिले अस्थिर राजनीति भयो, व्यावसायिक वातावरण भएन, सुरक्षा भएन या व्यावसायिक मैत्री वातावरण भएन, यस्ता एजेन्डाहरू आउँछन्। व्यवसायका खास कोर इस्युजहरूलाई त्यति महत्त्वका साथ अगाडि सारिन्न र सारिए पनि त्यो निकै तल हुन्छन्। त्यसैले तपाईहरुका एजेन्डा कसले सुन्दिएला त्यहाँ? होइन, अब त्यो चाहिँ अहिलेको अवस्था र अब मैले भने समय परिवर्तनशील छ। जस्तो अब सेक्टोरियल रिप्रेजेन्टेसन भएपछि त हामी जस्तो प्रतिनिधि पुगिसकेपछि त्यो आवाज त हामीले उठाउने हो। जबसम्म हाम्रो सेक्टोरियल रिप्रेजेन्टेसन छैन भने त्यो आवाज नउठ्ला। जब सेक्टोरियल रिप्रेजेन्टेसन भइसकेपछि त त्यो उठाउनको लागि नै म जस्तो उम्मेदवारलाई चाहिँ हाम्रो एसोसिएसनबाट पठाएको हो। त्यसले गर्दाखेरि हामी त्यहाँ जानुको मतलब भनेको हाम्रो सेक्टरको जति पनि प्रब्लम्सहरूलाई चाहिँ मैले बुदागत रूपमा त्यहाँ चाहिँ लिएर जान सकोस् भनेर हो। र मलाई लाग्छ म त्यो फोरममा पुगिसकेपछि जति पनि हाम्रो हाउसिङको ल्यान्ड एन्ड हाउसिङ एसोसिएसनको जति पनि हाम्रो प्रब्लम्सहरू छ त्यसलाई चाहिँ मैले चाहिँ एड्रेस गर्न सक्छु चाहिँ मलाई आफ्नो प्रतिबद्धता पनि छ। तर यसमा अर्को रिस्क के छ भने जो चयन हुन्छन्, चयन भइसकेपछि पनि महासंघ बढी सेलिब्रिटी मुडमा देखिन्छ कि जस्तो अध्यक्षहरूको घुमघाममै बढी समय बित्ला या उद्घाटन या अरू कार्यक्रमहरूमा र भाषणबाजीमै लगभग समय सकिन्छ र त्यो होल 2-3 वर्ष चाहिँ अध्यक्षको वरिपरि महासंघ या व्यवसायका समस्याहरू नाचिरा देखिन्छ। अब त्यसमा तपाईहरुले कुन संयन्त्र सजेस्ट गर्नुहुन्छ महासंघमा जसले सेक्टरका खास मुद्दाहरूलाई बढी महत्त्व दियोस्? अब त्यसमा भन्ने हो भनेदेखि एफएनसीसीआई भनेको नेपाल उद्योग वाणिज्य महासंघ भनेको चाहिँ यो सबै नेपालीको हुनु पर्यो। त्यसले गर्दाखेरि हरेक नेपालीले बिहान उठ्नासाथ चाहिँ म के काम गर्छु भन्दाखेरि एफएनसीसीआईले गाइड गरिदिन सक्ने वातावरण चाहिँ बन्नु पर्यो। त्यसको लागि सबैभन्दा पहिलो भनेको चिज चाहिँ सेक्रेटरिएट एकदमै बलियो हुनु पर्यो। सेक्रेटरिएट सक्षम हुनु पर्यो। सेक्रेटरिएटले त्यो प्रब्लम्सहरूलाई एड्रेस पंक्तिबद्ध रूपमा उसले राख्न सक्नु पर्यो भनेदेखि अर्को कुरा आजको बेला भनेको ग्लोबलाइजेसन्स भइसकेको छ भने हामीले ग्लोबलाइजेसन्सको कन्सेप्टमा चाहिँ नेपाललाई पनि कसरी अगाडि लिएर जाने भनेर हामीले सोच्नु पर्यो। जस्तो हाम्रो मेरो आफ्नै कुरा गर्नुहुन्छ भनेदेखि म नेपाल ल्यान्ड एन्ड हाउसिङ एसोसिएसनमा छु, एफएनसीसीआईको थ्रु सार्क उसमा छु, एससीसीआईमा छु, सार्क च्याम्बर कमर्स अफ इन्डस्ट्री। त्यस्तै गरेर अहिले हालसालै क्यासीमा छु। त्यस्तै आएर चाहिँ इन्टरनेसनल रियल एस्टेट एसोसिएसनसँग छु। यसले गर्दाखेरि हामीले ग्लोबलाइजेसनसँग चाहिँ हामी कनेक्ट भइसकेका छौँ। आज हामीले चाहिँ नेपालमा जस्तो कुनै पनि नेपालको ठाउँमा बनेको चिजलाई चाहिँ हामीले बाहिर विदेशमा लगेर कसरी बेच्ने, त्यसले गर्दाखेरि हाम्रो लोकल इन्डस्ट्री कसरी ग्रोथ गर्न सकिन्छ, लोकल ह्युमन पावरलाई हामीले चाहिँ मोर मोटिभेट गरेर कुन लेभलमा हामीले चाहिँ सक्षम बनाउने, त्यसबाट हामीले रेभेन्यू कसरी जेनेरेट गर्ने, यो कुरा चाहिँ सोच्न चाहिँ अति आवश्यक छ। न कि अब सेलिब्रिटी भन्दैमा हामीले चाहिँ
थ्रु आउट द टेनियरमा त्यता बिताउने भन्दा अहिलेको माग भनेको समय परिवर्तनशील छ। अहिले फिजिकल डेभलपमेन्ट र इकोनोमिकल डेभलपमेन्ट नै फोकस एजेन्डा हुनुपर्ने देखिन्छ। र यसमा जसरी तपाईँले खास कोर इस्युजहरूलाई बढी महत्त्वका साथ उठाउने, आफ्नो क्षेत्रगत मुद्दाहरूलाई अझै अगाडि लैजान त्यहाँ पुग्ने हो महासङ्घमा भन्ने कुरा गर्नुभयो। जस्तो हाउसिङ या रियल इस्टेटकै कुरा गर्दा निकै बुम भएको मार्केट अहिले मन्दी त पुरै नभनौँ, एक खालको शिथिल अवस्थामा छ। त्यो आफै जान बढाइएको बजार त्यो एउटा आफ्नो साइजमा झर्दैछ भन्छन् कसैले यसलाई नीतिगत समस्याका कारणले यो हालत भयो भन्छन्। तपाईँलाई के लाग्छ, के इस्युजहरूलाई समाधान गरिदियो भने यो अहिले अलि साइड ट्र्याकमा जाला? अब यसमा फ्याक्टर्स एफेक्टिङ हाउसिङ मार्केट भन्दाखेरि 4-5वटा फ्याक्टर्सहरू कुरा आउँछ। जस्तो गभर्मेन्टको नीतिको कुरा आउँछ, फाइनेन्स कुरा आउँछ, त्यस्तै आएर कन्स्ट्रक्सन टेक्नोलोजी र कन्स्ट्रक्सन मेटेरियल्सको कुरा आउँछ, फिजिकल इन्फ्रास्ट्रक्चर सोसियल इन्फ्रास्ट्रक्चरको कुरा आउँछ, ल्यान्ड प्राइसेसको कुरा आउँछ। यो चाहिँ फ्याक्टर्सहरू हो। यो फ्याक्टर्सहरूले चाहिँ हाउसिङ मार्केटलाई इम्प्याक्ट पर्छ। र नेपालको कन्टेक्स्टमा हेर्ने हो भनेदेखि यसमा जस्तो सहरीकरणको प्रोसेस हेर्ने हो भने हामी विश्वको सामुको सहरीकरण हेर्ने हो भने हाम्रो एकदमै न्यून छ। आजको दिनमा हामी 15% मात्र सहरीकरण भएको छ भने विश्व आज चाहिँ 50%मा पुगिसकेको छ। भोलि हामीले 2030मा हेर्ने हो भनेदेखि विश्व 70%मा पुग्दैछ, हामी 30%मा मात्र। एकजना पर्यटकले त कतिसम्म लेख्यो भने यो यहाँ काठमाडौँ ओर्लिँदा यो मध्ययुगीन सहर हो कि जस्तो लाग्यो अरे पहिलो पटक हेर्दा। भने जुन खालको अर्बनाइजेसन छ, जुन खालको हाउसिङ सिस्टम छ, जुन खालको पूर्वाधारहरूमा तपाईँहरू व्यापार गर्दै हुनुहुन्छ, त्यो चाहिँ असाध्यै अव्यवस्थित भयो, व्यापार पनि अव्यवस्थित भयो, पूर्वाधार सरकारको रेगुलेसन पनि असाध्यै हेफेजार्ड भयो। यसमा अहिले एज अफ सिचुएसन्समा हेर्ने हो भनेदेखि हाम्रो अर्बनाइजेसन्सको पर्सेन्टेज हेर्ने हो भने हाम्रो अर्बन युनिट्स कसले डेलिभर गर्छ भन्दा 3वटा निकाय हो। एउटा गभर्मेन्ट सरकारको निकाय, दोस्रो भनेको प्राइभेट सेक्टर, तेस्रो भनेको इन्डिभिजुअल, हैन। र नेपालको मार्केट हेर्ने हो भनेदेखि आज पनि गभर्मेन्टको साइडबाट हेर्ने हो भनेदेखि एउटा साइट एन्ड सर्भिसेस प्लानहरू आएको छ, त्यस्तै आएर गाइडेड ल्यान्ड डेभलपमेन्ट आएको छ। यो बाहेक ल्यान्ड पुलिङ बाहेक गभर्मेन्टको तर्फबाट एउटा फेसिलिटेटरको काम बाहेक अरू गर्न सकेको अवस्थामा छैन। जस्तो विदेशमा सरकारले नै घर बनाएर जनतालाई दिने चलन छ भने यहाँ हामी कहाँ भइरहेको छैन, किनभने हाम्रो सरकारको एजेन्डा अरूमा हामी अल्मलिरहेको अवस्थामा छ। सेकेन्ड फ्याक्टर भनेको हाउसिङ कम्पनीहरू आयो, प्राइभेट डेभलपर्सहरू आयो। आज डेभलपर्सको मार्केट हेर्ने हो भने आजको 10 वर्षमा हामीले करिब चाहिँ अहिलेसम्म बनिसकेको बन्ने गरेर अपार्टमेन्ट र स्ट्यान्ड अलोन गरेर करिब चाहिँ हाम्रो 8000 युनिट मात्र हाराहारीमा छ। नेपालको टोटल घर नम्बर्स हेर्ने हो भनेदेखि करिब 42 लाख छ। र अहिले रिसेन्ट एउटा डाटाले के देखाएको छ भन्दा प्रति वर्ष हामीलाई चाहिँ 2 लाख चाहन्छौँ, 2,15,000 युनिटको चाहिँ रिक्वायरमेन्ट हाउसिङ डिफिसिट भइरहेको छ भन्दा अबको 10 वर्षसम्म करिब 30 लाख घर युनिट हामीलाई आवश्यक भएको छ भनेदेखि 10 लाख घरलाई चाहिँ मर्मत सम्भार गर्नुपर्ने देखिन्छ। र काठमाडौँमा मात्रै, काठमाडौँ भ्यालीलाई मात्रै हेर्ने हो भने हामीलाई 40,300 युनिट चाहिँ प्रति वर्ष हाम्रो माग छ। यो यति चर्को मागमा त्यसको फाइदा उठाएर त नभने, अर्थात् यो बढी डिमान्ड भएको ठाउँमा सर्भिसेस भन्दा पनि यो व्यवसायमा म्यानुपुलेसन हावी भयो। त्यो चाहिँ हाउसिङ डेभलपरको तर्फबाट, ब्याङ्क र फाइनेन्सिङको तर्फबाट र गभर्मेन्ट जो रेगुलेटर छन् उनीहरूको तर्फबाट। यहाँ तपाईँ सर्भिसेसको ठाउँ कति देख्नुहुन्छ? अहिले जुन खालको डेटोरेट छ नि मार्केट, त्यो चाहिँ सर्भिसेसभन्दा म्यानुपुलेसनमा डिपेन्ड गर्दा भएको हो। यसमा अलिकति मेरो मत भिन्नता छ। यो के भन्दा एउटा प्लान सेक्टर र एउटा अनप्लान सेक्टर हो। अनप्लान सेक्टरमा चाहिँ यो सबै कुराहरू हुन्छ, प्लान सेक्टरमा यो हुँदैन। किन भन्दाखेरि प्लान सेक्टर भनेको हाउसिङ कम्पनीबाट बनाउने भनेको प्लान सेक्टर हो। प्लान सेक्टरको स्टेक होल्डर्स भनेको 4वटा मान्नुहोस्। एक नम्बरमा फर्स्ट चाहिँ कहीँ पनि डेभलप गर्छ भनेदेखि फर्स्ट त्यो डेभलप गर्नेको जुन एउटा कोरा, एउटा ड्रइङ बनाउने भन्छ, त्यो ड्रइङ बनाउने भनेको कन्सल्टेन्ट हुन्छ। उसँग भनेको चिज चाहिँ व्यावसायिक ज्ञान धेरै हुन्छ, उसले कुनै आफ्नो मनपरी बनाउने चाहिँ होइन। सेकेन्ड आयो गभर्मेन्ट रेगुलेटरी बडिज। हामीले कुनै पनि प्रोजेक्ट चाहिँ गभर्मेन्टलाई पास नगरिकन बनाउन सक्दैन भन्दा गभर्मेन्ट पनि इक्वली लायबल भयो, सेकेन्ड स्टेक होल्डर। थर्ड स्टेक होल्डरको एस्पेक्टले हेर्ने हो भनेदेखि जब एप्रुभ प्रोजेक्ट बनाउँछ, कन्स्ट्रक्सन गर्छ, त्यो कन्स्ट्रक्सन त क्वालिटीसँग भन्नु पर्यो। त्यो कन्ट्र्याक्टिङ फर्मबाट बनाउला या क्वालिफाइड इन्जिनियरिङ काउन्सिलमा दर्ता भएको इन्जिनियरको सुपरभिजनमा बन्ला। थर्ड स्टेक होल्डर त्यो पनि भयो।